गाइस हाम्रो टिकट यहाँ छ है। अनि भ्यू चाहिँ यही हो, मजाको भ्यू छ यहाँ चाहिँ। अझै हामीलाई कति माथि चढ्नु छ, हामी त 2-3 किलोमिटर चाहिँ हिँडिरहेको 3-4 होला। अझै अब कति चढ्नुपर्ने छ, कति माथि रहेछ नि, कति चढ्नुपर्छ। भ्यू चाहिँ यहाँको बवाल छ है, मजाको ठाउँ रहेछ। यति हो, हामीलाई माथि धेरै चढ्नु पर्दछ, त्यति हो। भ्यू चाहिँ यहाँको खत्रै छ फेरि। हेर्नु अझै कति माथि चढ्नु छ। गाइस यहाँको भ्यू हेर्नु मजाको छ है, मजाको ठाउँ रहेछ होइन। अझै माथि चढ्नु पर्ने छ, कति चढ्ने हो थाहा पनि छैन। फाइनली गाइस हामी शिवपुरी आइपुग्यौँ। साथी अब हामी खाजा खाने, अब हामी खाजा खान लागेको होइन गाइस। हामी होइन ऊ भुक्करलाई हेर्नु न, यहीँ फेरि अब फुटाइरहेको खाइरहेछ, कस्तो त नि एकचोटि मिलाएर खानु नि होइन। हेर्नु होइन, हाम्रो खाजा रेडी भइसक्यो। गरिबलाई हेर्नु न, खाँदै एउटा भएको नि त खाइरह। सो अब यहाँ होइन अब खाजा खान लागेको होइन। हेर्नु यसको यो हेर्नु, चप्पल लगाएर हाइकिङ गर्न हेर्नु त यसलाई चप्पल लगाएर आज हेर्नु न। ऊ यसलाई के भन्न सक्छौँ हामी भन्नु त, मतलब ये जो फिर वही बात आ जाएगी, जो गरीब हो ना आदमी, यो साला अपनी आदत से गरीब हो। तो गाइस होइन अब हामी खाजा खाइसक्यौँ। अब माथिबाट फर्किन लागेको। अब तल गएर होइन, तल गएर अब नुहाउने सुहाउने। अब तल झर्नाभन्दा पनि हामी माथि आएको छौँ। यहाँ एउटा सुन्दरी माई भन्ने एउटा स्थान रहेछ, हामी त्यहाँबाट आयौँ। अब तल जान लागेको। अगाडि फेरि फोन युज गर्न पाउँदैन, त्यहाँ फोटो क्यामेरा युजै गर्न पाउनुहुन्छ। अब तल जान लागिरहेछ। हाम्रो काठमाडौँ भ्यालीको भ्यूज हेर्नुहोस्, कस्तो मजाको भ्यू छ। सो गाइस होइन अहिले पनि हामी 3-4 किलोमिटर चढाएको, एकछिन खलखल लगाएर भ्यू फेरि यहाँको कस्तो मजाको भ्यू छ हेर्नुहोस् त। गाइस यहाँ आइसकेको छ। हेर्नु मेरो साथीको चप्पल हेर्नु त्यहाँ छ, यहाँ समात्नलाई फेरि रेडी छ। कबड्डी खेलेको जस्तो होइन, त समात्छ होइन। फाइनली यस्तो ठाउँ छ है, फेरि माथि चढ्नु पर्ने छ। हेरौँ अब कता कताबाट जाने हो, बाटो छ कि छैन जस्तो थाहा पनि छैन। होइन गाइस हेर्नु बाटो चाहिँ कस्तो अप्ठ्यारो छ। यस्तोमा चढ्यो पनि एउटा खुट्टा स्लिप भयो गयो। अझै माथि जानुपर्ने छ। अब पानी पऱ्यो फेरि कस्तो पानी फोहोर तर फोहोर टाइपको आयो। भ्यू चाहिँ फेरि खतरा। एकजना साथी कस्तोबाट आएर हेर्नु त, एकजना उतै हो त। हेर्नु बाटो होइन कस्तो चिप्लो छ, यहाँबाट जानु पर्दो रहेछ। यहाँबाट एउटा खुट्टा स्लिप भयो कि सिधा तल भन्नाले पनि सिधा माथि झन्डै होइन गाइस। हामी अब नुहाइसक्यौँ। मेरो साथी विशाल अनि नितेश आइपुग्यो त। अब हामी जान लागेको रुम। फेरि यस्तो यहाँको फेरि ठाउँहरू यस्तो अप्ठ्यारो छ नि, हेर्नु न उसलाई।